अब त इन्ट्रो त सुत्तो बेस्ट डेकोरेट भएको छ हैन। हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। आजको प्लान चाहिँ के छ भने नि, आज भनौँ सरस्वती पूजा हो नि त, भनौँ न बेसिकली हैन। अनि हाम्रो त इन्स्टिट्युट छ नि त माथि यहाँ कम्प्युटरको हैन, कम्प्युटर क्लासको इन्स्टिट्युट हुन्छ हैन, कम्प्युटर सिकाउने। र भनौँ न आज भन्नाले आज त हैन, भनौँ न ह्याप्पी टु सबैजनालाई सरस्वती पूजाको हैन। र सरस्वती माताले हजुरहरूलाई सबैलाई कृपा गरिराखुन्। मतलब हुन्छ नि, आफ्नो माथि हात बनाइराख्नु पर्यो हैन। सबैजनाको सरस्वती पूजा चाहिँ राम्रै जाओस् हैन। अब मेरो चाहिँ के कस्तो जाने हो म हजुरहरूलाई देखाउने नै छु भनौँ न। अनि आज चाहिँ सरस्वती पूजा हो, अनि मैले हिजो पनि हैन थोडा बहुत क्लिपहरू रेकर्ड गरेको थिएँ कि, भन्नाले अब रेकर्ड भन्नाले स्टेजहरू बनाएको हैन। अनि साँझमा मूर्तिहरू लिन गएको हैन, त्यही हो। हजुरहरू चाहिँ चेक गर्नु हिजोको भिडियो, तबसम्म म नुहाएर पनि फ्रेस भएर नुहाएर चाहिँ आइहाल्छु भनौँ न। आज ननुहाएको हुँदैन फेरि। अनि अहिले चाहिँ छतमा छु है, म माथि कौशीमा छु, किनभने अब भनौँ तल चाहिँ बिटी स्पिकर बजाइरहेको थियो क्या कसेर, अब रुमकै साइड पर्छ नि त हैन। अनि कसेर बजाइरहेको थियो हैन। इन्ट्रो चाहिँ सुट त गर्नु पर्यो, त्यही भएर छत आएको। छतमा पनि भनौँ न कता कता बजाइरहेको छ भनेको भनौँ न। अब भनौँ न अब कपिराइट चाहिँ नलागोस् हैन। अब लाग्यो भने अब फेरि इन्ट्रो बनाउनु पर्छ होला हैन। अहिले चाहिँ म छतमा छु, छतमाथिको भ्यू तपाईँहरूलाई थोडा बहुत देखाइदिन्छु ल। यो चाहिँ हाम्रो अगाडिको मन्दिर ल, यो मन्दिर हो, यो पोखरी हो, घाम पनि निस्किसक्यो। हजुरहरू हिजोको भिडियो चेक गर्दै गर्नु, म चाहिँ तबसम्म नुहा। हेलो एभ्रिवान, म चाहिँ नुहाएर आइसकेँ होइन। अहिले टाइम अलमोस्ट 11 हुन आँटिसक्यो भनौँ न। अब म चाहिँ यहाँ भनौँ न मन्दिर भएको ठाउँमा आइसकेको छु भनौँ न। अब डेकोरेट त राम्रो छ भनौँ, आफ्नो हिसाबले जे जति गर्न सकेको छ बेस्ट डेकोरेट भएको छ होइन। अब भनौँ न अब पण्डितजी आउनु नै भएको छैन। अब पण्डितजी आएपछि अनि मुख खोल्ने अरे, अहिले मुख बन्दैछ भनौँ न भगवान्को होइन। ठिकै छ। अनि तबसम्म अब यहाँ भनौँ डेकोरेट गरिएछ, रातभरि बेलुनहरू फुलाएर लाइटहरू कनेक्सन गरेर होइन झिलिमिली बनाएको छ भनौँ न। त्यो तपाईँहरूलाई म अहिले बिरोल देखाउँछु कि, बिरोलमा चेक गर्नु नि है। हेलो यो चाहिँ अर्को दिन हो ल। आज चाहिँ भनौँ न मूर्ति सेलाउने दिन हो कि होइन। अब हिजो त त्यति रेकर्ड गरिएन, किनभने अब बिहानभरि मान्छेहरू नै आयो। अब प्याकिङहरू गरिरहेको थिएँ भनौँ न, प्रसादहरू नै बाँडिरहेको थिएँ भनौँ न।
अनि हिजो त्यति रेकर्ड पनि गरिएन होइन। त्यही भएर अनि आज चाहिँ अर्को दिन हो, नेक्स्ट डे सेलाउने दिन शुक्रबार हो आज होइन। अब भनौँ न सबै थोक भइसकेको छ होइन। अब चाहिँ भनौँ न सेलाउने अरे होइन। अनि म चाहिँ अलिक पर नै छु, किनभने नि अब भन्दाखेरि चाहिँ पर नै छु, किनभने अब उता माइकहरू बोलिरहेछ नि त होइन। त्यही भएर म चाहिँ पर नै छु। अब मूर्ति सेलाउनु जाने है, हजुरहरूलाई देखाउने छु। ठीक